कहिलेकाहीँ हामी हिँड्दै जाँदा जिउँदै जाँदाखेरि आफू मात्रै पछाडि छोडेको जस्तो लाग्छ क्या अनि अरू चाहिँ अगाडि बढिरहेछ त्यो आत्मिकीमा होस् चाहे होइन वचनमा होस् चाहे आराधनामा होस् विभिन्न कुरामा अरू चाहिँ अगाडि बढेको जस्तो लाग्छ तर आफू चाहिँ पछाडि छोडेको जस्तो लाग्छ एक्लै भएको जस्तो लाग्छ कसैले साथ नदिएको जस्तो लाग्छ नि तर थाहा छ एउटा मजाको कुरा चाहिँ के छ भन्दाखेरि स्वर्गले चाहिँ तपाईँ र मलाई हरेक समय हेरिरहेछ क्या स्वर्गले चाहिँ तपाईँ र मलाई हरेक समय ठेलिरहेछ सो हाम्रो जीवनमा कोही कसै पनि नहुँदा कसैले हामीलाई नहेर्दै गर्दाखेरि पनि कसैले यदि हामीलाई साथ दिन खोज्दैन भने पनि स्वर्गले चाहिँ जहिले पनि तपाईँ र मलाई बुस्ट गरिरहेको हुन्छ स्वर्गको राज्यले चाहिँ जहिले पनि तपाईँ र मलाई अगाडि बढ्न मद्दत गरिरहेको हुन्छ सो म तपाईँलाई यही भन्न चाहन्छु तपाईँलाई यस्तो लाग्ला है म एक्लै छु मलाई कसैले ध्यान दिँदैन मेरो जीवन त व्यर्थ छ किन म जन्मेछु भन्ने यो भावनाहरू यो कुराहरू यदि तपाईँको जीवनमा आउँदैछ भने याद गर्नुहोस् स्वर्गले तपाईँलाई हेरिरहेछ क्या कसैले हेरिरहेको छैन भने स्वर्ग तपाईँको पक्षमा छ सो अगाडि बढ्नुहोस् हार नमान्नुहोस् स्वर्ग तपाईँको साथमा छ जय मसीह सलाम